हामीले हेर्दाखेरि जहिले पनि माग र पूर्ति जहाँनिर हराउँछ, माग भए अनुसारको पूर्ति भएन भने बाहिरकोहरू आएर त्यसमा चाहिँ घुस्ने आक्रमण गर्ने भन्ने खालको एउटा सिद्धान्त छ। त्यो सिद्धान्त अहिले पाल्पामा ढाकामा हामीले देख्न सक्छौँ। पाल्पामा उपाधि ढाकाको नाममा आयाती ढाकाहरू बिक्री हुने हामीले धेरै देखेका छौँ। हामीले त्यसको लागि यस्ता तालिमहरूले ठुलो सहयोग गर्छ। यहाँहरू भाग्यमानी हुनुहुन्छ। पाँचै नगरपालिकाको 14वटा वडामा धेरैजना बेरोजगारहरू हुनुहुन्छ। हामीसँग नगरपालिकामा हामीले अहिले पनि गएर हामीले त्यहाँ आकलनहरू हामीले हेऱ्यौँ भने हामीसँग 30% बेरोजगारहरू भेटिन्छ। उहाँहरू मध्येबाट तपाईँहरू छानिएर आउनु भएको छ। भाग्यमानी हुनुहुन्छ। यो भाग्यमानी अवसर, यो भाग्यले दिएको अवसरलाई यहाँहरूले आफ्नो मेहनतले कसरी अब परिवर्तन गरेर आय आर्जनतिर ढाल्नुहुन्छ। एक महिना भनेको थोरै होला, तर एक महिनाले देखाउँछ कतिको गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्छ। तालिम भन्ने बित्तिकै सरहरूले मास्टरहरूले गराइदिएको मात्रै होइन। तपाईँहरूले ढाका पुग्न जानु भएको छ भने यो तालिममा ढाका पुग्ने मात्रै होइन, तान बनाउनेतिर पनि तपाईँहरू जान पर्ने हुन्छ। तालिम जे दियो त्यतिमा बस्ने होइन। कोहीले तालिम दिइराख्दाखेरि सबै एकै खालको एकै तहको पनि हुँदैन। कोही चाहिँ अलिक धेरै चाँडै काम गर्न सक्ने हुन्छ नि, कोही अलिक ढिलो हुन सक्छ। फरक हुन सक्छ। आफ्नो क्षमता फरक हुन्छ। त्यो सबैको एउटै हुँदैन क्षमता। त्यो भएको भएर यहाँहरूलाई के अनुरोध पनि छ भने हामीले तालिम दिन लिएर आएका मास्टरसँग यहाँहरू नडराइकन सोध्नुहोस्, बुझ्नुहोस्। यो तालिम हाम्रो खुल्ला तालिम छ। यो बुनाइ मात्रै धेरै भन्ने छैन यसमा। त्यो भएको भएर पनि के अनुरोध छ भने यहाँहरूले यहाँबाट एक महिनाको तालिम लिएर निस्किँदै गर्दाखेरि पाँचै नगरपालिकाको उपमेयर साहब, कार्यवाहक मेयर साहब उहाँको नेतृत्वमा गएर अनुगमन गरिराख्दाखेरि यहाँहरू घरमा भेटिनु हुँदैन। घरमा भेटिनु भयो भने पाँचै नगरपालिकाले केही न केही कारबाहीको कार्यक्रम पनि लिएर आउँछ। किनभने धेरै तालिम दिएको हामीले भेट्छौँ। हामीले